2022 सालको नेपालको चुनाव नजिकिँदै गर्दा विभिन्न पुरानो दल र नयाँ दलहरू बिच बहस सुरु भइसकेको छ है। अब बाजी कसले मार्ने हो त्यो त चुनावपछि थाहा हुने कुरो हो। अनि देशले कुन गति पाउँछ त्यो पनि हेर्न बाँकी छ। आजको बहस हेर्नु होला, किनकि आजको बहस धेरै रमाइलो छ। अनि त्यसपछि यस बहसमा नयाँ नयाँ जुन शक्तिहरू उदयमान भएको देखिन्छ। त्यसैले यो बहसलाई अन्तिमसम्म हेर्नु होला अनि तपाईँको प्रतिक्रिया दिनुहोला र कुन पार्टीलाई आफ्नो भोट दिँदा चाहिँ हुन्छ आफ्नो मतको राम्रोसँग सदुपयोग गर्नुहोला भन्दै 2022 सालदेखि नेपालले सही दिशातिर कदम राख्नेछ भन्ने हामी पूर्ण विश्वासमा रहेको छु। जाने भएकाले यस्तो महोत्सवले यो तीनटै कुरालाई चाहिँ प्रचार प्रसार पनि गर्ने र नयाँ पुस्ताहरूलाई पनि हाम्रो परिकारहरूको विशेषता के हो भन्ने बुझाउने पनि मौका हो। के भनिराख्नु भएको छ, अहिले दुईटा अतिवाद एकदम चलेको छ, बनाउने र डराउने भनेर। सानसाना बालबालिकादेखि लिएर त्यत्रो व्यक्तिहरूको हत्या भएको पृष्ठभूमिमा निर्वाचन आइरहेको छ। तर कसरी आइरहेको छ भन्दा संविधानबाट डिरेल भएर। यो दुईटा अतिवाद होइन भन्दै हुन्छ। अतिवाद होइन, एउटा अतिवाद हो, अर्को त्यसको प्रतिवाद हो। अतिवाद र केपी शर्मा ओलीले के पनि भन्ने गर्नु भएको छ भने यो बनाउने र डराउने बीचको द्वन्द्व हो, जनमत संग्रह पनि भन्नुभएको छ। तपाईहरु कसरी बुझिराख्नु भएको छ, मतदातालाई के बुझाइराख्नु भएको छ? सबभन्दा पहिलो कुरा त तपाईले भन्नुभएकै कुरा सही हो। दुई अति देशको क्षति र देशको क्षति हुन फेरि पनि खोजिरहेको छ यो क्षेत्रमा। मनोनयन दर्ताको दिनदेखि पछिल्लो समयसम्म आउँदाखेरि त्यसको छनकहरू पनि देखिरहेछ। हामी यही कुरा जनतालाई भनिरहेका छौँ ताकि मुलुकले अहिले अब मुठभेड र भिडन्त चाहेको छैन, शान्ति र स्थिरता चाहिएको छ। पुरानो पुस्ताले अथवा हाम्रो पूर्व प्रधानमन्त्रीहरूले बनाउनु भएको गर्नुभएको विकासको मोडेल, उहाँहरूले देख्नु भएको समृद्ध नेपाल अब मोटामोटी मुलुकलाई पुगिसक्यो। उहाँहरूको पुस्ताले सोचेको देश, विकास र समृद्धिको मोडेल यो ठाउँले, यो गाउँले, देशले देखिसक्यो, भोगिसक्यो। अब मलाई लाग्छ मतदाताहरू त्यतापट्टि फर्किन चाहनुहुन्न। त्यही भएर मतदाताहरूको म कुरा सुन्छु। अब धेरैले अब भत्ता खानेतिर जानुपर्छ, सत्तातिर युवाहरू जानुपर्छ भनेको म सुन्छु। त्यो हिसाबमा हेर्दाखेरि जस्तो यो निर्वाचनको बेलामा जस्तो हामी देखिरहेका छौँ, यो स्वाभाविक निर्वाचन होइन र यो स्वाभाविक निर्वाचन होइन भने यो अस्वाभाविक कसरी भयो? मैले बुझेको के हो भने एउटा राजनीतिक नेतृत्वले राज्यका कुनै पनि संयन्त्रले गरेका सम्पूर्ण कुराहरूको जस र अबजसको भागीदार हुनुपर्छ। जिम्मेवार र जवाफदेही प्रशासन भनेको त्यो, सरकार भनेको त्यो। तर केपी ओलीले बच्चा मार्दैन भन्ने कुरा भनिराख्नु भएको छ। त्यसै गरी प्रधानमन्त्रीले गोली चलाउँदैन भन्ने कुरा गरिराख्नु भएको छ र आदेश पनि दिँदैन, एकजना प्रहरी अधिकृतलाई ल्याएर सोधे पनि हुन्छ। यो कुरा चाहिँ यो चाहिँ सर्वसाधारण जसले पोलिटिक्स र राज्यको चेन अफ कमान्ड बुझेको छैन उसको लागि भनिने कुरा हो। जसले पोलिटिक्स बुझेको छ, संविधान बुझेको छ, सरकार बुझेको छ, सत्ता बुझेको छ, संसारभरिको प्रचलनहरू बुझेको छ, प्रणाली बुझेको छ, उसको लागि चाहिँ यो हास्यास्पद कुरा हो। तपाईँ ब्याङ्क डुब्यो भने ब्याङ्कको सिइओले जिम्मा लिन्छ कि म्यानेजरले जिम्मा लिन्छ? कुनै पनि इन्स्टिट्युसनको कुनै पनि ओह्रालो यात्रा भयो भने त्यसको नैतिक जिम्मेवारी उसले भन्ला कि मैले घोटाला गरेको हो र मेरो ब्याङ्कको म्यानेजरले गरेको, उसलाई दोष देऊ न भनेर एउटा ब्याङ्कको अथवा कुनै एउटा इन्स्टिट्युसनको प्रमुख उम्किन पाउँछ? नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन? नैतिक जिम्मेवारी लिनुपर्छ नि। अब त्यस्तो कुरा मान्छेले यो कुरा भन्नुपर्छ कि यो कुरा साँचो उहाँले गरेको होइन, उहाँले होइन। तर देशको संविधानले के भन्छ भने देशको कार्यकारी प्रमुख, हेड अफ द एक्जिक्युटिभ भनेको प्राइम मिनिस्टर हो। त्यो प्राइम मिनिस्टरको कुर्सीले भन्नुपर्छ। हामीले केपी ओलीको जवाब खोजेको होइन नि। उहाँप्रति व्यक्तिगत हिसाबले हाम्रो सम्मान छ, उहाँलाई धेरै भन्नु पनि हामीलाई छैन। तर के भने त्यो समयमा प्रधानमन्त्रीको कुर्सीले जवाब दिनुपर्छ।
प्रधानमन्त्रीको कुर्सीमा को थियो? एबीसीडी जो भए पनि उसले नैतिक जिम्मेवारी लिनुपर्छ। त्यो परिस्थितिको, त्यो क्षतिको, त्यो तमाम विनाशको त्यो उहाँ मात्रै भएर होइन, त्यो ठाउँमा म थिएँ भने पनि अथवा अमुक अरू कोही थियो भने पनि लिनुपर्छ। कुनै पनि संस्थाको प्रमुखले त्यो संस्थाको दुर्दशाको मुख दर्शक भनेर मैले होइन अर्कोले भनेर उम्किन पाउँदैन। जवाब दिएर त्यहाँ आगो लगाउन जाँदाखेरि जुन किसिमका भिडियोहरू सार्वजनिक भएका छन् नि, तमाम पार्टीका नेता कार्यकर्ताहरू जसरी देखिएका छन् तिनको जिम्मेवारी चाहिँ हुँदैन कि के होइन, हुन्छ? त्यो पनि जस्तै नेकपा तत्काल अब नेपाली कम्युनिस्ट पार्टी भयो तपाईँहरूको, नेकपा माओवादीकै कार्यकर्ताहरू खुल्लमखुल्ला जलाउन हिँडेको, रासोपाका कार्यकर्ता झण्डा ओढेर देश डढाउन हिँडेको प्रश्न देखिया छ नि त। एकदम। त्यसको जिम्मेवारी चाहिँ लिने कि म तपाईँले उठाउनु भएको प्रश्नको नैतिक जिम्मेवारी चाहिँ म अहिले केपी ओलीजीलाई प्रश्न गर्ने लिनुपर्छ। अब तपाईँले भन्नुभयो जस्तो सबै पार्टीको जो जो संलग्न छन् त्यो म संलग्न छु भने मेरो पनि छानबिन हुनुपर्छ, मलाई पनि दण्डित हुनुपर्छ। भनेपछि तपाईँहरू पनि जिम्मेवारी लिन तयार एकदम तयार छौँ, जो पनि तयार हुनुपर्छ। हाम्रो पार्टीको नेतृत्वले पनि म एउटा कुरा मात्रै भन्न चाहन्छु, हाम्रो नेतृत्वले पनि र हामीले पनि त्यो भनेका छौँ। यो छानबिन आयोग के को लागि बनेको? अघि उहाँले पूर्व प्रधानमन्त्रीज्यूले भन्नुभयो, म पनि भन्न चाहन्छु यो छानबिन समितिको प्रतिवेदनको मिति 25 दिन थपियो। यो विगतको अरू आयोगहरूको जस्तै बेपत्ता आयोग हुने गरी यत्रो ठूलो 36 अर्ब भन्दा ठूलो, जसलाई 2,96,00,000 नेपालीहरूको टाउकोमा बाँड्यो भने 1,200 रुपियाँ पर व्यक्ति ऋण थपिँदो रहेछ। अब तपाईँले एकदम ठिक कुरा गर्नुहुन्छ। म मन्थराजीसँग जाउँ अनि फेरि आउँछु। र अहिले मैले यति भने यो निर्वाचन चाहिँ जवाबदेही र जिम्मेवार अनि पारदर्शी नेतृत्व चाहियो भन्ने कुरा पनि हो यो निर्वाचन। ओके, चाहिँ गर्न सक्नु भएन एउटा कुरा नि यो पनि अघि रञ्जित बाबुले भन्नु भने यो साधारण मान्छेलाई भन्न काम लाग्छ, राजनीति गर्ने मान्छेलाई काम लाग्दैन। साधारण मान्छेले पनि बुझेको कुरा राजनीतिज्ञले बुझ्दैन भने त अनौठो हो। साधारणले पनि बुझ्छ, राजनीतिज्ञले पनि बुझ्नुपर्छ। भ्रष्टाचारको विरुद्धको कारवाही प्रधानमन्त्रीले गर्दैन, कारवाही गर भन्छ, संस्थाहरूलाई निर्देश गर्छ। मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस् अथवा प्रहरी छानबिनकर्ता प्रहरी होस्, अभियोजनकर्ता सरकारी वकिलको कार्यालय अथवा महान्यायाधिवक्ता होस् अथवा न्याय दिने अदालत होस्, कसैलाई नगर होइन गर भने तर त्यो पहिले सेटिङमा नियुक्ति हुन्छ अनि काम हुँदैन भन्ने आरोप आयो कि कहाँ सर्वोच्च अदालतको न्यायाधीश सेटिङमा नियुक्ति भएको छ? त्यसो भए त अहिले कुरो हाम्रो पक्षमा फैसला गर्थ्यो होला नि त। कहाँ गरेको छ? त्यति सबै हुँदाखेरि पनि कहाँ गरेको छ? म उहाँसँग आएर तपाईँसँग आउँछु। म उहाँ यही विषयमा एउटा थप्न चाहन्छु। छोटोमा म थप्न चाहन्छु भने देशको प्रधानमन्त्री कार्यकारी भनिसके पछाडि देशको संवैधानिक परिषदको पनि प्रमुख प्रधानमन्त्री हुन्छ। त्यसमा अख्तियारको प्रमुख, निर्वाचन आयोगको प्रमुख, मानव अधिकार आयोगको प्रमुख, राष्ट्रपति उपराष्ट्रपति, राष्ट्रिय सभा प्रतिनिधि सभाका प्रमुखहरू भनेको यो देशको शासन सत्ताका प्रमुखहरू बसेको, जसलाई संवैधानिक परिषद भनिन्छ। त्यो संवैधानिक परिषदको अध्यक्षता कार्यकारी प्रमुखको हिसाबले प्रधानमन्त्रीले गर्ने हुन्छ। त्यसमा अख्तियारको प्रमुख पनि हुन्छ। यदि देशको प्रधानमन्त्रीले चाहँदाखेरि भ्रष्टाचार त्यो संवैधानिक परिषद मार्फत प्रधानमन्त्रीले भ्रष्टाचार सम्बन्धी अनेकौं फाइल र अनेकौं प्रकारका भ्रष्टाचारका मुद्दाहरूलाई, काण्डहरूलाई चाहँदाखेरि 24 घण्टामा 24 वटा फाइल पल्टाउन सक्छ। ओके, उहाँको पालोमा एउटा कति भने नि कुरा हो। अहिलेका प्रधानमन्त्रीले के भन्नुभएको थियो? प्रधानमन्त्री हुनुभन्दा ठिक्क अगाडि भने भ्रष्टाचार नियन्त्रण ठुलो कुरा होइन, 5 दिनमा गर्न सकिन्छ, 5 दिनमा गरिदिन्छु। गफै त हो, सम्धि भन्छन् क्या, 5 दिनमा गर्छु भन्नुभयो। र नेपाली जनताले उहाँहरूले चलाएको सरकार पनि देख्दैछन्। अब 21 गतेसम्म होला देख्दैछन् के भइरहेछ भन्ने। एउटा कुरा, संवैधानिक परिषदमा मानव अधिकार आयोगको प्रमुख पनि हुँदैन, अख्तियारको प्रमुख पनि हुँदैन। संवैधानिक परिषदमा प्रधानमन्त्री हुन्छ, प्रधान न्यायाधीश हुन्छ, राष्ट्रिय सभाको अध्यक्ष हुन्छ, विपक्षी दलको नेता हुन्छ, राष्ट्रिय सभाको राष्ट्रिय सभाको अध्यक्ष हुन्छ र प्रतिनिधि सभाको उपसभामुख हुन्छ। यति मान्छे हुने हो। त्यसो भएर यी सबै मान्छेहरू हुँदैन। सबैले
भन्ने कसलाई हो भन्दाखेरि अख्तियार भ्रष्टाचार सम्बन्धी छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हो। मैले अधिकार दिने होइन, संविधानले दिएको। मानव अधिकार आयोगले प्रधानमन्त्रीलाई पनि प्रश्न सोध्छ, प्रधानमन्त्रीलाई पनि स्पष्टीकरण सोधिन्छ। विभिन्न सानातिना कुराहरू छन्। हामीले यदि प्रेस जगतलाई अलिकति रोक्न खोज्यौँ भने सूचना आयोग अगाडि आइपुग्छ प्रश्न सोध्न, किन रोक्यौ भनेर। यस्ता कानुनले सबैलाई आफ्ना आफ्ना ठाउँमा राखेका हुन्छ। प्रधानमन्त्री कार्यकारी प्रमुख हो, तर जे मन लाग्यो त्यही गर्न पाउँदैन, गर्न दिनु पनि हुँदैन प्रधानमन्त्रीलाई, किन स्वेच्छाचारी हुन्छ। म अब रञ्जित यतापट्टि आएँ। लक्ष्मीजी, जस्तै तपाईँहरू अहिले टाइम दिनु म एकदम छोटोमा के राख्न चाहन्छु भने अहिले विकास एक दुईवटा मोडेल देखाएर जो कुरा भइरहेछ नि, हामीले त देशको प्रधानमन्त्री बनाएको नि विगतमा यहाँबाट। देशको प्रधानमन्त्रीले 5 वर्ष 10 वर्ष संविधान बनेको 10 वर्षमा 5 वर्षमा प्रधानमन्त्री हुनुभयो, उहाँले स्वीकार्नुभयो। शिक्षा ऐन अहिलेसम्म आयो। हामी एउटा दुईटा स्कुलको कलेजको कुरा गरिरहेछौँ नि। स्वास्थ्य ऐन आयो, 3वटा सरकार छ नि हाम्रो। प्रहरी ऐन आयो, निजामती कर्मचारी ऐन आयो। एउटा राज्यले गर्नुपर्ने नियम कानून बनाएर शासन गर्ने हो नि राज्यले। एउटा नियम कानूनको जुन मूल नियम कानून बनाउनु पर्ने त्यो एउटा पनि बनेन। तपाईँको नेतृत्वले मसँग जादुई नम्बर छ भन्दै सरकार परिवर्तन गर्दै गर्दै अस्थिरता मचाएपछि त्यो पनि अर्को कुरा के हो भने 32 सिट भएको पार्टीले 10 वर्षको इतिहासमा सबभन्दा धेरै सुशासनको र भ्रष्टाचारको विरुद्धको फाइल खोल्दा खोल्दै उहाँहरूले पछार्नु भएको हो नि त उहाँलाई। त्यो बिर्सिनु भयो नि तपाईँहरूले। गिरीबन्धुको कुरा उठाउँदै गर्दा हो नि, अरू धेरै भ्रष्टाचारका मुद्दाहरूको फाइल खुल्दै गर्दा हो नि। त्यो सत्य त तपाईँहरूले भुलिदिनु भएन नि। अनि म तपाईँलाई भन्न चाहन्छु पूर्व प्रधानमन्त्रीज्यूलाई, यहाँ स्कुल कलेजको त मलाई हालत थाहा छ कि कति प्राइमरी स्कुलको के छ। कलेजमा 100 जना विद्यार्थी छन् प्रधानमन्त्रीज्यू। गौराजा क्याम्पसको भवन नभएर स्कुलमा पढाइराखिएको छ। 300 भन्दा बढी विद्यार्थी छैनन्। आकर्षक प्रोग्राम छैन प्रधानमन्त्रीज्यू। रिमोट एरियामा भूमिहीन सुकुम्बासी र मजदुरका छोराछोरीहरूले अहिले पनि शिक्षा दीक्षा राम्रो पाउन सकेका छैनन् प्रधानमन्त्रीज्यू। तपाईँले भन्नुभएको यो सुन्नु न रञ्जितजी, पूर्व प्रधानमन्त्रीले भ्यू टावर बनाउनु भयो। गौरीगंज गौरादको तल्लो बेड यहाँ माथि चपेटीमा कहिलेकाहीँ साथीहरू यसो हावा खान जानुहुन्छ, त्यहाँ फोन लाग्दैन। तपाईँले यत्रो भ्यू टावर बनाउनु भयो, यहाँ टेलिफोनको टावरको कुरा छ जनताको। अब मैले म प्रधानमन्त्रीज्यूलाई एउटा कुरा सोध्न चाहन्छु। मल बिउ सिंचाइ त यस्तै भयो। अहिले किसानको धानको भाउ 1 मनको कति छ पूर्व प्रधानमन्त्रीज्यू? खासै अब मैले खालि तपाईँलाई के भन्न खोजेको भने तपाईँले पनि जोसँग पनि मिलेर सरकारमा जम्प गरिराख्ने कारणले गर्दा पनि अप्ठ्यारो निम्त्यो कि त्यसको जिम्मेवारी तपाईँहरूले लिनुपर्छ। जस्तै राम्रो छ कि आफू जस्तै सुध्रेको बदलेको छ कि भनेर अरूलाई विश्वास गर्नु हाम्रो गल्ती हो र। अनि भन्दाखेरि कसम खाँदाखेरि ढोका दिएपछि हाम्रो हो र। ठिक छ, 2074 मा सत्तो सराप गर्ने फेरि 79 आउँदा मिलिजाने, नेकपा एमाले सरकारमा जाने, काङ्ग्रेससँग मिल्ने सरकारमा, राष्ट्रपासँग मिल्ने सरकारमा जाने, जोसँग तयार हुने उस्तै परेर यो खालको अस्थिरता तपाईँको नेतृत्वबाट पनि आयो। तपाईँ दोषी हुनुहुन्न होला, तपाईँको नेतृत्वबाट पनि आयो कि भन्न म यस्तै उहाँसँग पनि लिन्छु। तपाईँहरूको शासन सञ्चालनको पद्धति छ नि म्युजिकल चेयर। केपी ओली, शेरबहादुर, प्रचण्ड, फेरि 2 जना मिल्यो, फेरि केपी ओली फुत्त बाहिर, फेरि 2 जना यता, फेरि केपी ओली र शेरबहादुर अर्को फुत्त बाहिर। यो म्युजिकल चेयरले पनि जनता त वाक्क भगाउने, किन त्यसो? अरूले पनि सरकार बनाए हुन्छ नि त, किन नबनाए? कसले रोकेको थियो र? सरकार बनाउनु त रोकेको थिएन। अब एउटा अरू पनि सप्रिय कि हामी जस्तै भनेर मिलेको उहाँले एकजना साथीले त्यो भनिहाल्नु। म यसमा टिप्पणी नगरौँ, धेरै टिप्पणी नगरौँ। अहिले पनि हुन नसकेका कामहरू छन्, त्यही भएर त फेरि पनि केपी ओली चाहियो त। अहिले पनि कुरा गर्न बाँकी कामहरू छन्। विद्यालयहरू अहिले पनि बनाउन बाँकी छन्। केही बनाइए, दम क्याम्पस हेर्नुहोस् बनाइयो, अरू विद्यालयहरू बनाइएका छन्, हस्पिटलहरू बनाइएका छन्।
दमकमा यतिको अहिले 1500 को चाप मैले हिजो मात्रै गएर हेरेँ। म त्यहाँ हिँड्दै थिएँ, मलाई अलिकति टाउको भारी भयो जस्तो लाग्यो। हस्पिटलको अगाडि पुगेँ म। हस्पिटलको अगाडि पुगेपछि म हस्पिटलभित्र पसेर ब्लड प्रेसर चेक गराएँ। कहीँ ब्लड प्रेसरले हस्पिटलै अगाडि पुगिसकेको छु भने किन नजाउँ भनेर त्यसमा पनि यसो प्रश्न उठाएको जस्तो पनि मैले कता कति सुने। अब हस्पिटल नगएर के 21 गतेसम्म ब्लड प्रेसर केही भयो भने हस्पिटल नजाने? 21 गतेसम्म त हस्पिटलै जान नपाएर बिमारी भयो भने त हस्पिटल जानु परेन। ब्लड प्रेसर चेक गर्न हस्पिटल पसेँ, चेक गराएँ मैले। त मान्छे किन हस्पिटलभित्र पस्यो? अनि प्रेसर ठिक छ कि छैन जाँदैन, कहाँ जाने त? उहाँको घरमा जाने, कसको घरमा जाने? अब मैले त्यसो भएर